मान्य सदस्य आफ्नो कुरा राख्नुहोस्, उहाँ बाहिर जानुभएको छ। बाहिर जाने 5 मिनट हो, उहाँको 9 मिनट भइसक्यो बाहिर गएको, 10 मिनट पुगिसक्यो। आउँदै हुनुहुन्छ। मैले बोल्ने बेलामा आइपुगेन भने म फेरि पछिसम्म बोल्छु सभामुख महोदय। म रूपन्देहीतिर गएँ। रूपन्देहीमा 3 करोडको बजेट 79वटा प्याकेज गएको छ कि शहरी विकास मन्त्री र अर्थमन्त्रीज्यूको के मितको चिनो साटेको हो यो? क्या बात है सर, क्या बात है सर, क्या बात ये बात है। अरू 77 जिल्लामा मान्य जितेको छैन, 165वटा 110वटा समानुपातिक छैन। के क्यालकुलेसन गर्नु भएको तपाईँहरूले? यही हो राज्य चलाउने तरिका? उप प्रधानमन्त्रीज्यू दुवैजनाले चल्छ राजनीति, देश चल्छ कुनै हिसाबले चल्छ। तपाईँहरू मात्र अगाउनु पर्ने, तपाईँहरूले मात्र चुनाव जित्नु पर्ने, तपाईँहरू मात्र मन्त्री हुनु पर्ने। म मेरो जिल्लामा 150 किलोमिटर मैले व्यक्तिगत बाटो खनिदिए होला, 14वटा एम्बुलेन्स दिएको छु मैले, त्यसै आउँछ 47,100 मत। यो तरिकाले गर्थे तपाईँले सुध्रिनुहोस्। तपाईँलाई पनि यही 6 महिना अगाडि गएको पार्टीले 683 मतले मात्र जितेर आउनु भयो। तपाईँ पनि ख्याल गर्नुपर्छ, समयलाई सबैलाई मिलाउनु पर्छ। शहरी विकास मन्त्री धेरै भोटले जितेको होइन, 80 भोटले मात्र जितेर आएको झुन्डेर। हामी जस्तो 17,000 मतले जितेर आउनुपर्छ। अनि यहाँ आएर दनाक दिने हो। म बुद्ध भगवान पशुपतिनाथसँग सम्झेर यो किताबले ढोगेर 84 को चुनावमा यो दुईटी उप प्रधानमन्त्री हौसला नआओस् भन्ने कुरा म बुद्ध भगवान पशुपतिनाथसँग प्रार्थना गर्दै बिदा हुन्छु। धन्यवाद। एउटा कुरा म भन्न चाहन्छु, नेपाल सरकारलाई म आग्रह गर्न चाहन्छु, यो 4-5 जिल्ला जुन भाग्यमानी जिल्लाहरू छन् त्यसलाई नेपालमा राखौं। बाँकी 77 जिल्लाको 72 जिल्लालाई लिजमा दिउँ, अर्को देशलाई, अमेरिकालाई दिउँ, चाइनालाई दिउँ, भारतलाई दिउँ। बजेटै जाँदैन भने त्यो जिल्ला नेपालमा किन राख्ने? बात त सही है। सामान्य सभा महोदय, उहाँलाई यसभन्दा अगाडि बढ्न दिन हुँदैन। उहाँको अभिव्यक्ति बेठिक छ। राष्ट्रघाती अभिव्यक्तिलाई हामी सुनेर बस्न सक्दैनौँ। सामान्य सभा महोदय, संसदमा यो असंसदीय भाषा प्रयोग भयो, राष्ट्रमाथि प्रश्न खडा हुने खालको भाषा प्रयोग भयो भन्ने कुरा ध्यानमा राखिकन यसलाई रेकर्डबाट हटाउने मैले निर्देशन गर्दछु र वक्ता मान्य सदस्य बाँकी विषय आफ्नो अगाडि बढाउन सक्नुहुन्छ। यहाँलाई दिएको समय 7 मिनेट छ। पार्टीको दलीय हिसाबले यदि निर्देशन दिन्छ त्यो निर्देशन हामी मान्न तयार छैन। किनभने सभामुखले निर्देशन दिनु परेको सबै जिल्लामा बजेट किन गएन? त्यो निर्देशन दिन आउँदैन सभामुखलाई। एमाले जे भने त्यही निर्देशन छ भने सभामुख संसदको एमालेको होइन। तपाईको दायामाले आएको होइन, तपाईँ जसरी आएछ तपाईँ त्यही प्रक्रियाबाट म पनि आएको हो। देशप्रति गद्दार तपाईँ हो, देशप्रति गद्दार